मलाई एकजना शुभचिन्तकले प्रश्न गर्नुभएको छ। नमस्कार दाई, नमस्कार भाइ। म केही समयदेखि ध्यानको बारेमा धेरै सुन्दै आएको छु। कसैले ध्यानले जीवन बदलिन्छ भन्छन्, कसैले मानसिक शान्ति मिल्छ भन्छ, तर मेरो मनमा अझै एउटा प्रश्न छ। ध्यान वास्तवमा के हो? के ध्यान भनेको आँखा चिम्लेर बस्नु मात्रै हो कि मनलाई कुनै विचार नआउने बनाउनु हो? यदि मेरो मनमा निरन्तर विचार आइरहेका छन् भने के म ध्यान गर्न सक्दिनँ? म जस्ता ध्यानको बारेमा केही पनि नबुझेको व्यक्तिले ध्यानलाई कसरी बुझ्ने र कहाँबाट सुरु गर्ने, कृपया सरल भाषामा बुझाइदिनुहोस्। धन्यवाद। उहाँको नाम रहेको छ मोहनचन्द्र, स्थायी ठेगाना वडा नम्बर 6, धुलीखेल, नगरपालिका काभ्रेपलाञ्चोक, नेपाल। अस्थायी ठेगाना वडा नम्बर 4, काठमाडौँ महानगरपालिका, काठमाडौँ, नेपाल। मेरो भाइ, तिमीलाई म ध्यानको बारेमा आजको यो भिडियो हेरेपछि अरू भिडियो हेर्नै नपर्ने गरी बुझाउने कोसिस गर्नेछु। जुन शब्दको चयनबाट म बुझाउने छु ती शब्दहरू अत्यन्त सरल, सामान्य अनि स्वाभाविक हुने छन् कि नेपाली बुझ्ने हरेक व्यक्तिले बुझ्नेछन्। ध्यानलाई परिभाषामा कैद त गर्न सायद नसकिएला, किनभने जसरी प्रेमलाई शब्दले पुरा व्यक्त गर्न सकिँदैन, सङ्गीतलाई पढेर अनुभव गर्न सकिँदैन, त्यसरी नै ध्यानलाई पनि केवल परिभाषाले बुझ्न सकिँदैन। तर यदि तिमीले मलाई सोध्यौ कि तपाईको अनुभवमा ध्यान भनेको के हो, अब मैले कुनै न कुनै शब्दमा अभिव्यक्त गर्ने पर्ने हुन्छ। त्यसो भए म यस्तो उत्तर दिन्छु। मेरो अनुभवमा ध्यान भनेको आफ्नो मनले साँच्चैको 100% स्वीकारेको काम गरिसकेपछि भित्र स्वतः जन्मिने स्पष्टता, हल्कापन र गहिरो शान्तिको आभास हो। त्यो अनुभव हो ध्यान भनेको। तिमीले मन परेको काम गरिसकेपछि आउने एक्सपिरियन्सियल बाइ प्रोडक्ट हो। ध्यान भनेको तिमीले भित्री मनले रोजेको काम गरिसकेपछि आउने अनुभवित प्रतिफल हो, नतिजा हो। ध्यान वास्तवमा अरू काम जस्तो गरिने काम नै होइन। ध्यान भनेको त जब हाम्रो एक्सन, थट्स अनि फिलिङ्समा एकरूपता आउँछ, अलाइनमेन्ट आउँछ, अनि त्यसपछि उत्पन्न हुने आन्तरिक घटना ध्यान हो। जसरी पानमा रातो रङ त हालिएको हुँदैन, तर चपाएपछि जुन रातो रङ आउँछ नि, हो त्यो रातो रङ हो ध्यान। तसर्थ एउटा वाक्यमा भन्नुपर्दा ध्यान भनेको क्रिया होइन, क्रियाफल हो, रिजल्ट हो। ध्यान भनेको बस्ने तरिका होइन, सायद बाँच्ने तरिका हो। हामी मध्ये धेरैले ध्यानलाई एउटा क्रिया बनायौँ। बिहान उठ्ने, आँखा बन्द गर्ने, 10 मिनट बस्ने, फेरि उठेर उही तनाव, उही रिस, उही डर लिएर दिन सुरु गर्ने। त्यसपछि हामी भन्छौँ म त ध्यान गर्छु तर केही परिवर्तन भएन। सायद समस्या ध्यानमा थिएन। सायद समस्या यो थियो कि हामी ध्यानलाई जीवनबाट अलग राखिरहेका थियौँ। ध्यान भनेको दिनको 10 मिनट मात्र होइन। ध्यान भनेको बाँकी 23 घण्टा 50 मिनट कसरी बाँचिन्छ भन्ने कुरा पनि हो। मैले सुरुवातमै उल्लेख गरिसकेको छु कि ध्यान भनेको तिम्रो मनले पूर्ण रूपमा चाहेको काम गरिसकेपछि आउने अनुभूतिको नाम ध्यान हो भनेर। मानिसहरूले जीवन जिउँदै गर्दा 1-2टा मनले चाहेको काम गर्न त गर्छन्, अनि फेरि दैनिक जीवनमा फर्किना साथ फेरि उही रुटिनमा फर्केर आफ्नो मनैले नमानेको काम गर्नुपर्ने अवस्था हुन्छ।
मनैले नचाहेको मान्छेको कुरा मान्नुपर्ने अवस्था आउँछ अनि यहीँबाट उनीहरूको ध्यान भट्किन्छ, भङ्गर हुन्छ। अनि फेरि साँझ घर फर्केपछि मनले चाहेको 2-4वटा काम गरेर फेरि आफ्नो ध्यानलाई रिस्टार्ट गर्छन्। साँच्चैको जीवन सुन्दर, शान्त अनि विशाल बनाउन छ भने तिम्रो जीवनको धेरै भन्दा धेरै समय आफ्नो मनले चाहेको काम मात्रै गर्नु। अनि बल्ल ध्यान विकसित हुँदै हुँदै फैलिँदै झ्याङ्गिँदै जान्छ। मनले चाहेको काम गर्नु भन्नुको मेरो अर्थ हो तिम्रो जीवनमा त्यो निश्चित समयमा गर या मरको स्थिति आइपर्ने काम गर भन्न खोजिएको हो। जब तिम्रो मनले चाहेको काम गर्नेछौ तब तिमी भित्रको एनर्जिसहरूको एक आपसमा फ्रिक्सन हुँदैन अनि तिम्रो एनर्जीको क्षति नभए प्रपर युटिलाइज हुन्छ र बल्ल तिमी आफूलाई ऊर्जावान भएको महसुस गर्नेछौ। एकपछि अर्को तिम्रो मनले चाहेको काम गर्दै गयौ भने एउटा ध्यान रूपी चेन बिस्तारै समय पश्चात तयार हुँदै हुँदै हुन्छ र त्यही ध्यान रूपी चेनले मात्र तिमीलाई जिन्दगीमा मोटिभेट गर्छ, उत्साहित बनाउँछ अनि जीवन जिउने कलामा पारङ्गत गर्दै लान्छ। तसर्थ ध्यान भनेको तिमी भित्रको जीवनको सही बाटो देखाउने एउटा टर्च लाइट जस्तै हो। एकैछिन सोचौ न, सानो बच्चा खेलिरहेको हुन्छ, उसले घडी हेर्दैन, उसलाई कसैले ध्यान गर भन्नु पर्दैन। किनभने ऊ पूर्ण रूपमा त्यही क्षणमा हुन्छ। त्यहाँ भइसक्यो, उसलाई चिन्तै छैन, विगतको पछुतो छैन, केवल खेल छ र त्यो खेलमा ऊ आफै हराएको छ। मलाई कहिलेकाहीँ लाग्छ हामी जन्मिँदा ध्यानमै थियौँ, पछि हामीले तुलना सिक्यौँ, प्रतिस्पर्धा सिक्यौँ, अरूलाई खुसी पार्न सिक्यौँ र बिस्तारै आफूलाई बिर्सियौँ। धेरै मानिसहरू मलाई भन्छन्, दाइ मेरो मन धेरै भाग्छ। अनि म भन्छु, मन भागेको होइन, सायद मन आफूलाई मन पर्ने ठाउँ खोजिरहेको छ। यदि तिमीलाई मन नपरेको काम दिनभरि गराइयो भने मन किन शान्त बसोस्? जबरजस्ती बाँचिएको जीवनमा शान्ति खोज्नु मरुभूमिमा नदी खोजे जस्तै होइन र? एकपटक याद गर भाइ, जीवनमा कुनै यस्तो दिन थियो जब तिमीले केही सिर्जना गर्यौ, केही खेल्यौ, केही खेल खेल्यौ होला, केही लेख्यौ होला, चित्र बनायौ होला, कसैलाई मद्दत गर्यौ होला, पहाडमा अग्ला पहाडमा हाइकिङ अथवा माउन्टेन हिँड्यौ होला, गीत सुन्यौ होला वा केवल वर्षा हेरेर बस्यौ होला। त्यो बेला तिमीले घडी हेरेका थियौ त? सायद थिएन। किनभने जहाँ समय हराउँछ त्यही ध्यान पलाउँछ अनि त्यही मानिस आफूसँग भेटिन थाल्छ। म यो भन्न खोजिरहेको छैन कि 24 घण्टा मन लागेको काम मात्रै गरौँ। यस्तो वास्तविक जीवनमा सम्भव पनि हुँदैन। जीवन त्यति सजिलो छैन। हामीले जिम्मेवारी पनि पूरा गर्नुपर्छ, काम पनि गर्नुपर्छ, परिवार पनि सम्हाल्नु पर्छ। तर त्यसको बीचमा पनि यदि तिमीले आफू भित्रको म, यहाँनिर याद गर्नु है, मैले इनसाइड द डबल कोटेसन प्रयोग गरेर म भन्दैछु, तिमी भित्रको मलाई खुसी बनाउने कुनै एउटा कामका लागि समय निकाल्न सक्यौ भने त्यो समय केवल मनोरञ्जन होइन, त्यो समय तिम्रो भित्री वास्तविक स्वरूपसँगको भेट हुन सक्छ। मलाई लाग्छ ध्यानको सबैभन्दा ठुलो शत्रु मोबाइल होइन, हो हल्ला हुँदै होइन,
व्यस्तता त छनै होइन, सबैभन्दा ठुलो शत्रु हो आफ्नै आवाज नसुन्ने बानी। हामी सबैको आवाज सुनिरहेका छौँ, समाजको, परिवारको, साथीहरूको, सोसल मिडियाको। तर पछिल्लो पटक आफ्नो मनको आवाज कहिले सुन्यौ? सायद धेरै समय भयो। ध्यान भनेको आफ्नो मनलाई चुप गराउनु हुँदै होइन, आफ्नो मनले के भन्न खोजिरहेको छ त्यो पहिलो पटक इमानदारीका साथ सुन्नु हो। जब तिमी आफूलाई सुन्न थाल्नेछौ, निर्णयहरू सजिला बन्छन्, किनभने अब तिमी भिडबाट होइन, भित्रबाट बाँच्न थाल्नेछौ। धेरै मानिसहरू सोध्छन् मलाई, ध्यान गरेपछि के पाइन्छ? सायद यो गलत प्रश्न हो, किनभने ध्यानले तिमीलाई नयाँ कुरा दिँदैन। ध्यानले अनावश्यक कुरा हटाउँछ। डर, अत्यधिक तुलना, अनावश्यक हतार, अरूको स्वीकृतिको लत। र जब यी बिस्तारै हट्न थाल्छन्, त्यसपछि भित्र पहिलेदेखि नै रहेको शान्ति देखिन थाल्छ। यदाकदा ध्यानलाई अनावश्यक रूपमा धर्मको लेपन लगाइएको पाइन्छ। धर्मको लेपन लागेपछि यो अलि अनसाइन्टिफिक रूपमा हेर्नेको जमात खडा हुँदै गयो। तसर्थ ध्यानलाई धेरै ठाउँमा अनावश्यक रूपमा धर्मसँग मात्र जोडेर प्रस्तुत गरिएको पनि पाइन्छ। त्यसका कारण कतिपय मानिसहरूले यसलाई अवैज्ञानिक अभ्यास भनेर हेर्न थाले। तर ध्यानलाई अर्को दृष्टिले पनि बुझ्न सकिन्छ। मेरो विचारमा ध्यान कुनै विशेष धर्मको सम्पत्ति होइन, यो मानव मस्तिष्कलाई बुझ्ने र प्रशिक्षित गर्ने एउटा व्यवहारिक साधन हो। आज न्युरोसाइन्स र मनोविज्ञानका धेरै अध्ययनहरूले नियमित ध्यानले ध्यान केन्द्रित गर्ने क्षमता, भावनात्मक सन्तुलन र आत्मचेतना सुधार गर्न सक्ने देखाएका छन्। एआईले जानकारी छिटो प्रशोधन गर्न सक्छ, तर आफ्नै मन, भावना र चेतनालाई प्रत्यक्ष रूपमा बुझ्ने काम भने मानिसले ध्यान मार्फत आफै अनुभव गर्छ। त्यसैले मेरो दृष्टिमा ध्यान केवल विश्वासको विषय होइन, अनुभव र अभ्यासबाट जीवनलाई बुझ्ने एक शक्तिशाली वैज्ञानिक उपकरण पनि हो। यसर्थमा ध्यान एउटा 100% साइन्टिफिक प्रोसेस हो, जसको आधारमा हामी हाम्रो जीवन रूपी महललाई अग्लो भन्दा अग्लो बनाउँदै लान सक्छौँ। यदि ध्यानलाई तिमीले आजसम्म केवल धर्मसँग जोडेर हेरेका थियौ भने आजको भिडियो पछि त्यसलाई फेरि एकपटक नयाँ आँखाले हेर्न अनुरोध गर्दछु। किनभने सायद ध्यान भनेको भगवान खोज्ने यात्रा होइन, आफूलाई भेट्ने यात्रा हो। एउटा वाक्यमा भन्नुपर्दा बाहिरी दुनियाँ बुझ्न एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स भए जस्तै भित्री दुनियाँ बुझ्न ध्यान अर्थात् एनआई नेचुरल इन्टेलिजेन्स हो। एआईले संसारलाई बुझ्न सक्छ, तर ध्यानले तिमीलाई तिमी भित्रको डिपेस्ट कोर त्यसलाई बुझाउन सिकाउँछ। र अन्ततः संसार बदल्नुभन्दा कठिन काम आफ्नो मनलाई बुझ्नु हो। ध्यान भनेको आफूलाई जे मन लाग्छ त्यही गर्ने साहस हो। अब यहाँनिर तिमीलाई जिज्ञासा उठ्न सक्छ कि मन लागेको काम गर्दै हिँड्नु त अराजक भइएला। त्यसो भए त मलाई मेरो छिमेकीको गाला फुट्ने गरी झापड हान्ने मन छ, अनि अर्कोले भन्नु होला मलाई त फलानु केटीलाई झ्याप्पै अँगालो हाल्ने मन छ।
मनपर्ने काम गर्ने भन्नुको मेरो अर्थ थोरै स्पष्ट पारौँ। मनपर्ने काम गर्नु भन्नुको मेरो तात्पर्य यो हो कि तिमीलाई त्यो निश्चित समय नगरी नहुने गर या मरको सिचुएसन आउन सक्ने र फलानो काम गर्दा सेकेन्ड थट नै नआएको होस् हो त्यस्तो काम गर्न भनिएको। उदाहरणको लागि छिमेकीको गालामा झापड हान्न खोज्दा यदि तिमी 2 चोटि सोध्छौ भने त्यो तिम्रो लागि गर्नुपर्ने काम हुँदै होइन। फलानो केटीलाई अँगालो हाल्नु अगाडि पाइला लरबराउँछ भने त्यो पनि त्यो क्षणको लागि गर्नै पर्ने काम होइन भनेर बुझ्नु। त्यस्तो काम मात्र तिमीलाई गर्न भनिएको हो जुन काम गर्नु अगाडि तिमीलाई दोस्रो चोटि सोच्न नपरोस्। त्यो क्षणमा स्वतस्फूर्त आओस्, अटोमेटिकल्ली एन्ड नेचुरल्ली आओस्। उदाहरणको लागि एउटा खेल्दै गरेको सानो बच्चा आमाको छेउमा खेल्दै गर्दा ऊ पिँढीको डिलबाट खस्न खोज्दा आमाले 1 सेकेन्ड पनि बचाऊ या नबचाऊ भनेर सोच्दिनन्। तुरुन्तै अगाडि बढेर आफ्नो बच्चालाई च्याप्प समाउँछ। हो यस्तो कामको बारेमा भन्न खोजेको। ध्यान भनेको संसारबाट भाग्नु होइन। ध्यान भनेको संसारले लेखिदिएको पात्रबाट बाहिर निस्कने साहस हो। ध्यान भनेको सबैलाई खुसी पार्ने प्रयास छोडेर पहिलो पटक आफ्नै मनको आवाज सुन्ने निर्णय हो। जब तिमी आफ्नै सत्यलाई स्वीकार्न थाल्छौ अरूको ताली भन्दा आफ्नै मौनता प्यारो लाग्न थाल्छ। त्यहीबाट ध्यान जन्मिन्छ। ध्यान भनेको नियम तोड्नु होइन तर डरले बनाइदिएका पर्खालहरू भत्काउनु हो। ध्यान भनेको आफूलाई जे मन लाग्छ त्यही गर्ने साहस हो तर छेडिक चाहनाको पछि लाग्ने होइन। आफ्नो गहिरो चेतनाले बोलाएको बाटो रोज्ने साहस हो। किनकि मनको सबै आवाज सत्य हुँदैनन्। डर पनि बोल्छ, लोभ पनि बोल्छ, अहंकार पनि बोल्छ। तर जब यी सबै आवाजहरू शान्त हुन्छन् नि भित्र एउटा मौन आवाज बाँकी रहन्छ। त्यही आवाजलाई पछ्याउने साहस नै ध्यान हो। ध्यानमा बसेको मानिस संसारसँग लड्दैन। ऊ आफ्नै झुटसँग लड्छ। ऊ अरूलाई बदल्न खोज्दैन। आफ्नो चेतनालाई उज्यालो बनाउन खोज्छ र एक दिन ऊ अरूले के भन्लान् भन्ने कैदबाट मुक्त हुन्छ। त्यसपछि ऊ भिडले रोजेको बाटो हिँड्दैन। आफ्नो भित्री चेतनाले देखाएको दिशा हिँड्छ। सायद त्यसैले ध्यान आँखा बन्द गर्नु होइन, आँखा खोलेर पनि आफ्नै सत्य देख्न सक्ने साहस हो। र अन्ततः ध्यान भनेको आफूलाई जे मन लाग्छ त्यही गर्ने साहस हो र त्यो मन इच्छाले भरिएको होइन, कदापि होइन। जागृत चेतनाले उज्यालो बनाएको मन हुनुपर्नेछ। म तिमीलाई एउटा सानो प्रयोग गर्न भन्छु। आज केवल 30 मिनेट त्यस्तो काम गर्नु जुन गर्दा तिमीलाई कसैलाई केही प्रमाणित गर्नु पर्दैन। न पैसा कमाउन, न लाइक पाउन, न प्रशंसा सुन्न। केवल किनभने त्यो काम गर्दा तिमी जीवन्त महसुस गर्नेछौ। त्यसपछि आफ्नो मनलाई सोध्नु, अहिले म कस्तो छु? सायद तिमीले कुनै नयाँ उत्तर पाउनेछौ। तर तिमी आफै नयाँ बन्न थाल्नेछौ। त्यसैले यदि कसैले फेरि मलाई सोध्यो ध्यान भनेको के हो, म सायद फेरि यही भन्छु, ध्यान मेरो लागि एउटा आसन होइन, एउटा अभ्यास मात्र पनि होइन,
र हिमालयको कुनै गुफामा बसेर आँखा चिम्लनु मात्रै पनि होइन। ध्यान भनेको त्यस्तो जीवन हो जहाँ म आफूले साँच्चै स्वीकारेको काम गर्दा केही क्षणका लागि अहङ्कार हराउँछ, समय हराउँछ र केवल म र त्यो क्षण मात्र बाँकी रहन्छ। र सायद त्यही क्षणमा जन्मिने स्पष्टता, त्यही मौन, त्यही शान्ति मेरो भाषामा ध्यान हो। अब अन्त्यमा म तपाईहरूलाई एउटा प्रश्न छोडेर जान चाहन्छु। तपाईको जीवनमा यस्तो कुन काम छ जहाँ तपाईँ घडी हेर्न बिर्सनुहुन्छ? चित्र बनाउने, कि लेख्ने, कि खाना पकाउने, वा सङ्गीत, वा बगैँचामा काम गर्ने, वा अरू केही? कमेन्टमा केवल त्यो एउटा कामको नाम लेख्नुहोस्। म तपाईँका उत्तरहरू पढ्न चाहन्छु। किनभने कहिलेकाहीँ हामीलाई आफ्नो बाटो आफ्नै उत्तरले होइन, अरूको अनुभवले पनि देखाइदिन्छ। म अन्तिम सत्य बाँड्दिन, म त केवल त्यस्ता प्रश्नहरू छोडेर जान्छु जसले तपाईँलाई आफ्नो उत्तर खोज्न प्रेरित गर्छ। किनभने सबैभन्दा मूल्यवान उत्तरहरू उधारोमा होइन, आफ्नै अनुभवबाट जन्मिन्छ। अर्को भिडियोमा फेरि एउटा नयाँ प्रश्नसँग भेटौँला। तबसम्म भाइ मोहन चन्द्र तिमीहरूको आवाजभन्दा अलि बढी आफ्नो मनको आवाज सुन्न नबिर्सनु है। हस्, धन्यवाद।